यत्रो धेरै यत्रो धेरै यस्तो लोभी बुढो कसैको पनि हुन्न होला। अनि आज चाहिँ स्किन केयर गर्दै एउटा कुरा गरौँ है त। को चाहिँ म जस्तै रियालिटी सोको फ्यान हुनुहुन्छ कि बिगेस्ट फ्यान। म चाहिँ बिग बोस स्प्रिट भिला चाहिँ एकदमै हेर्छु कि, किनकि मलाई एकदमै धेरै फाइट गरेको मनपर्छ। अनि त्यतिखेर म चाहिँ बुढोसँग फाइट गर्छु। अनि के भनेदेखि चाहिँ बिग बोस स्प्रिट भिला मन पराउनेहरूको लागि चाहिँ एउटा गुड न्युज छ कि, एउटा खतरा रियालिटी सो अर्को पनि आएको रहेछ कि, द 50 भन्ने चाहिँ। हजुरहरूलाई थाहा छ कि छैन होइन, म चाहिँ त्यसको बारेमा भन्न आएको। त्यसमा चाहिँ के हुँदो रहेछ भनेदेखि 50जना सेलिब्रिटीलाई लगेर चाहिँ एउटा घरमा राखेको रहेछ। त्यसमा चाहिँ एउटा लाइनको त्यो मार्क्स लगाएकोले चाहिँ होस्ट गर्दो रहेछ कि, सो चाहिँ चलाउँदो रहेछ कि होस्ट भन्दा पनि। अनि त्यसमा चाहिँ कता कता आहान कि मलाई मनपर्ने मान्छेहरू पनि आहान, जस्तै रोडिसको त्यो छ नि प्रिन्स नरुला भन्ने, अनि त्यो दिग्विजय, अनि रजत दलाल, अनि त्यस पछाडि हुन्छ नि केटीहरूमा चाहिँ खानजादी आगी छ, अनि त्यसपछि त्यो उर्वशी सबै आहान कि। अब सबैको नाम त मैले भन्न सक्दिनँ होइन, लाइक के भनौँ, म सबैको नाम भन्दा भन्दै कन्फ्युज हुन्छ। तर हेर्नु चाहिँ मजा आउँछ लगाइराख। अब आजको एपिसोडमा चाहिँ के भन्छ भने रजतले दिग्विजयलाई झापड हानेको देखाइरहेको थियो प्रोमोमा चाहिँ। आज चाहिँ हेर्ने हो मैले, अनि त्यसपछि भोलि भन्छु त्यसको बारेमा। हेर्नु सबैजनाले एकदम धेरै। अनि त्यसपछि अनि आजको एपिसोड, हिजोको एपिसोडमा चाहिँ एउटा चाहिँ घरभित्र छिर्न नपाउँदै आउट भयो कि, एलिमिनेट भयो होइन। अनि उसलाई चाहिँ किन निकालेको भन्दाखेरि उसले टास्क चाहिँ एकदम राम्रो गरेको थियो कि, तर मलाई मन परेको थियो भाइ त्यो निस्किँदा चाहिँ मलाई एकदम नराम्रो लाग्यो। अनि किन निकालेको भन्दाखेरि चाहिँ एकदम सोसल इन्ट्रेक्सन नभएर भनेर भनिरहेको थियो। तर त्यो चाहिँ एकदमै बुद्धु जस्तो लाग्यो त्यो बुद्धु रिजन हो, त्यसरी निकाल्नु मिल्दैन नि त। त्यसले टास्क चाहिँ एकदम राम्रो गरेको थियो, तर त्यो चाहिँ अब त्यस्तो कन्नेको सेलिब्रिटी नभएको भएर होला सायद। अब प्रिन्स र कसले चाहिँ निकाल्यो भनेको, तर खानजादी र एउटा केटी चाहिँ यो गलत यसलाई यसरी निकाल्न मिल्दैन, उसले टास्क राम्रो गरेको छ भनेको थियो, त्यही पनि निकालिहाल्यो। अनि भित्र गएका छन्, अब हेरौँ के हुन्छ, लेट्स सी। तर एकदम रमाइलो हुनेवाला छ। अब के गर्नु, म जस्तो काम पनि नभएको दाम पनि नभएको मान्छे त हेरेर बस्ने। अब बिग बोस मन पर्थ्यो, बिग बोस सक्नु ठ्याक्कै एक्सपिरियन्स भिला आएको छ, त्यो पनि मजा लाग्थ्यो होइन। अब यो चाहिँ अब दिनदिनै आउँछ क्या सायद, झन् मजा आउने भयो। त्यति धेरै खतरा के छ फेरि फाइटर एकदम हरेक सोको फेभरेट पर्सनहरूलाई लिएर राख्दैन, मजा आउँछ। हामी सो मच एक्साइटेड पछि के हुन्छ। अनि हाम्रो नेपालमा पनि त्यस्तै रियालिटी सोहरू हुनुपर्ने कि, रियालिटी सो त भनेर आउँछ तर ब्लाइन्डेड जस्तो चिप सो निकाल्छन् कि। नेपालमा पनि अब राम्रो इन्फ्लुएन्सरहरू हुनुहुन्छ नि त, अनि तिनीहरूलाई टक्क कन्ट्रोभर्सीमा मुछेको लगेर राख्दै एउटा बिग बोस जस्तै सो निकाल्यो भने त स्योर भाइरल हुन्थ्यो होला यार, दामी हुन्थ्यो। तर के गर्नु, अब भविष्य चम्काउन नसके पनि मुख चम्काउँदैछु गाइस मैले चाहिँ। अनि उता चाहिँ हेरिराख्नु भएको छ मेरो बुढाले। सबैजनाले गएर 50 भन्ने सो हेर्नुहोस्, इन्टरटेनमेन्ट लिनुहोस्, खुसी हुनुहोस्, रमाउनुहोस्, त्यही त। बाई बाई।